रूपचन्द्र विष्ट। रूपचन्द्र विष्टले त प्रधानमन्त्री भएका सूर्यबहादुर थापादेखि लिएर लोकेन्द्रबहादुर चन्दसम्मलाई ठाडै ललकार्थे। उनी राजा वीरेन्द्रलाई समेत सदनमै उभिएर तिमी भन्न सक्थे। त्यो किसिमको साहस थियो र त्यो साहसलाई उनीहरूले स्वीकार्थे पनि, किनभने त्यसका लागि उनको इमान थियो। त्यहाँ उनले भन्ने गर्दथे, रुदाने भनेर चिनिने रूपचन्द्र विष्टले, हामी कसैका होइनन्, कोही हाम्रा होइनन्, हामी सत्यका, सत्य हाम्रो। र उनले अझ एक घान मकै थालमा हुन्जेल र एक अगाला स्वास्नी घरमा हुन्जेल कसैले पनि विद्रोह गर्न सक्दैन भन्थे, श्रम गर्नुपर्छ भन्थे। उनी श्रम मात्रै गर्नुपर्छ भन्दैनथे, उनको घरकै श्रीमती राणाकी घरानकी थिइन्, तर थाहा भवन भनेर पालुङ, टिस्टुङ पालुङको त्यो गाविस भवनलाई चाहिँ उनले आफै श्रमदान गरेर बनाएका थिए। त्यहाँका धेरै स्थानीय स्कुलदेखि लिएर अरू संरचनामा समेत उनी आफै श्रमदान गरेर उच्च पुग्थे। यो 30 को दशकको घटना हो। आजभन्दा 50 वर्ष अगाडिका पात्र जसरी रूपचन्द्र विष्टका रूपमा जन्मिएका थिए, आज हर्क सम्पाङलाई त्यसमा समानान्तर रूपमा त उभ्याउन खोजेको होइन, त्यो प्रवृत्ति त्यस्तै छ।